हजुर गुड मर्निङ नमस्ते सन्चै हुनुहुन्छ हजुरहरू। धेरै दिनपछि म फेरि पनि अर्को एउटा भिडियो लिएर आइपुगेको छु। आज चाहिँ खुसीको खबर पनि छ र अलिकति भनौँ न दुःख जस्तो पनि छ। कारण के छ भने अब यहाँ मिलन पनि हुने भयो, बिछोड पनि हुने भयो। कतिपय लाग्थ्यो पनि राम लक्ष्मणसँगै भेट्न पाए हुन्थ्यो, भेट्दैको हुन्थ्यो र सँगसँगै भएको यसो भिडियो हेर्न पाए हुन्थ्यो भने अब धेरैको जिज्ञासाहरू पनि थियो भने आज चाहिँ के छ भने त्यस्तो नभएर अब जुन चाहिँ यो शनिगत छ लक्ष्मणको भाइ, आज चाहिँ यो शनिगत लक्ष्मणको भाइ चाहिँ अब यहाँबाट सरुवा भएर हात्ती प्रजनन केन्द्र खोर्सरमा जाँदैछ भने उसको आमा देवीकली जुन चाहिँ यो राम लक्ष्मण र शनिगजको आमा हो भने ऊ चाहिँ यो शनिगजको ठाउँमा चाहिँ देवीकली आउने जुन चाहिँ उसकै आमा हो, राम लक्ष्मण र शनिगजको आमा र आमाको ठाउँमा चाहिँ शनिगज जाने र अहिले एकैछिनमा चाहिँ अब लक्ष्मणले शनिगजलाई चाहिँ पुर्याउन जाँदैछ र उताबाट चाहिँ उसको आमा देवीकली आइरहेको छ। अब जहाँनिर भेटघाट हुन्छ अब त्यहाँबाट चाहिँ यिनीहरूको चाहिँ अब एकछिनको लागि मिलन हुन्छ, त्यसपछि फेरि बिछोड भने चाहिँ अब लक्ष्मण चाहिँ अब केही समयसम्म चाहिँ अब आफ्नो आमा देवीकलीसँग रहने भयो भने अब शनिगज चाहिँ छुटिएर आफ्नो जन्मस्थल हात्ती प्रजनन केन्द्र लाग्ने भयो। चाहिँ हाम्रो गेम स्क्वाड भाइ तकबिर भाइ जुन चाहिँ उहाँले चाहिँ अब उहाँहरूलाई चाहिँ अब सहयोग स्वरूप चाहिँ जो यसो हेल्प गराउनु भएको छ। शनिगजले चाहिँ आफ्नो बातले सिक्री लिएर चाहिँ आइरहेको छ। शनिगज चाहिँ अब जानु अगाडि चाहिँ चट्ट नुहाइ धुवाइ गरेर फ्रेस भएर चाहिँ अब जाने भयो यहाँबाट। शनिगजलाई लान अगाडि चाहिँ नुहाइसकेपछि फ्रेस हुन्छ अनि यात्रा गर्न अलिक सहज हुन्छ, लामो यात्रा छ त्यसैले गर्दा शनिगजलाई चाहिँ नुहाइधुवाइ गरी चिटिक्क बनाउँदै के छ केटो आइपुग्यो ल ल ल ओ ल त्यही थियो जन्मेको त हात्ती प्रजननमै हो अनि त्यहाँबाट बिदाई कार्यक्रम बिदाई गर्दै ल जाने बेलामा भाग्यमानी होस् भन्दै शनिगज चिटिक्क परेर जाने तयारीमा चाहिँ दाइलाई कुरिरहेको छ। अब दाइ पनि रेडी भइसकेको छ पुरन्जनलाई। ल अब लागौँ है त पुरन्जनलाई। ल जाउँ ब्रदर जाउँ। ठिकै छ, अब बाटो पनि लामो छ। अब पुरै बाटो नभेटिँदासम्म अब भनौँ भिडियो मात्र लामो हुन्छ। अब एकैचोटि भेटेपछि देखाउँछ है त। कहीँ मिलन पनि छ, कहीँ बिछोड पनि छ। अब एउटा छोरासँग अब मिलन हुन्छ भने अर्को छोरोसँग बिछोड, यस्तै हो, हरेकको जिन्दगी यस्तै छ। गन्तव्यसम्म पुग्न अगाडि कतिवटा खोला नाला जङ्गल तरियो। शनिगज यहाँबाट छुट्यो। अब धेरै टाढा जान्न पनि सकिएन। म चाहिँ यहीँ बसेर पुग्छु। उसको आमा र लक्ष्मणको आमा चाहिँ आएपछि अब उसलाई चाहिँ लिएर चाहिँ आफ्नो गन्तव्यतिर फर्किनेछु म। ल ल ब्रदर है त, फेरि भेटौँ ल। ल राम्ररी जानु होला। 10 बजी हिँडेको 1:30 भइसक्यो र अहिले म चाहिँ 10.5 किलोमिटर यता आइपुगेको छु। धेरै टाढा भयो त्यसैले अब त जान सकिएन, फेरि फर्किनु नै पर्छ 10 किलोमिटर जति। त्यही भएर यहीँबाट उहाँहरूले पठाइदिनु। अब आमासँगको भेटमा देखाउने छु। यसले बुझेर हो या नबुझेर, सायद मलाई लाग्छ जहाँसम्म बुझेरै होला। अब भाइसँगको बिछोडको कारणले गर्दा आँखामा आँसु रसाएको। अब आमासँगको मिलन हुन्छ, भाइसँग बिछोड भइहाल्यो। अलि नचिन्या जस्तो भइरहेछ यिनीहरूलाई। धेरै वर्षौपछि भेटेको कारणले होला हाम्रो छोरोको भेट हेर्न सक्नुहुन्छ। सायद अब धेरै दिनपछि भएर होला नचिनेको। आमा पनि तर्सिरहेको छ धारा देखेर। अब अचानक अब को अब ठुलो देखेपछि
देखिरहेको छैन बिस्तारै सुँगिरहेछ बिस्तारै चिन्जान आमा र छोरोको बिचमा भेटघाट लगभग 5-10 वर्षपछि नि भेट्यो होला नि त्यही त नि अब बिस्तारै अब यिनीहरू त्यहाँनिर बसेपछि एक आपसमा चिना परिचय गर्छ हुन्छ बाँकी अब आउँछ उतैतिर देखाउँला हजुरहरूलाई है त यही हो भेट अब कति खुसी भयो भएन उनीहरूलाई नि थाहा होला चिनेर अब बिस्तारै चिना परिचय हुन्छ यिनीहरूको उता गएपछि आउँदा आउँदै रात परिसक्यो है लास्टै गाह्रो नन स्टप 10 बजेदेखि 6 बजिसक्यो आउँदा आउँदै रात परिसक्यो बाटो एकदम लामो नै भयो गुड मर्निङ भनेर भिडियो बनाउन सुरुवात गरेको थिएँ अब गर्दा गर्दा गुड नाइट भन्नुपर्ने अवस्था आइसक्यो हिँड्दा त्यही भएर आज यो भिडियो पोस्ट हुँदैन साथीहरू अब भोलि नै अब यसो पोस्ट गरौँला है त हिजो पनि गुड मर्निङबाट सुरु भएको थियो आज पनि गुड मर्निङ है साथीहरू किनकि हिजो अब मैले भनेको थिएँ राम र लक्ष्मणको आमा यिनै हुन् देवीकली राम र लक्ष्मणको आमा अब मिलन र बिछोड पनि भनेको थिएँ अब मिलन भनेको अब आमा चाहिँ लक्ष्मणकोसँग भेट्यो भने अर्को भाइ चाहिँ शनिकोसँग चाहिँ बिछोड भयो त्यो चाहिँ देखाउन सकेन किनकि अब म 3.5 घन्टा जति कुरेँ त्यति लामो बाटो पनि हिँड्न सकिएन त्यो म यतै कुरेर बसिरहेको थिएँ अब शनिकोसँग भेटमा के कस्तो भयो थाहा भएन र यो राम लक्ष्मणको आमा चाहिँ यिनै हुन् यिनको नाम चाहिँ देवीकली ल देख्नुभयो यिनीहरूलाई हस् साथीहरू अब कुनै दिन कुनै समय कुनै नयाँ नौलो भए फेरि पनि हजुरहरूको सामनेमा आउनेछु ल्याउनेछु त्यतिन्जेलसम्मको लागि हजुरहरूको दिन शुभ बितोस् है त।